दर्शकवृन्द फेरि पनि स्वागत छ क्रिकेट अपडेटमा। अहिले हामी फिलहाल छौँ गाडीमा र अहिले हामी जाँदैछौँ क्रिकेट खेल्नु आज सन्डे म्याचमा। आज हाम्रो साथमा हुनुहुन्छ मिस्टर दलमन सर, जो कि आज डेब्यू गर्न जानुहुँदैछ सुपा टिमबाट, र हाम्रो विज्ञान सर पनि यहाँ हुनुहुन्छ, र अगाडि हाम्रो एरिस सर र साहिल सर पनि हुनुहुन्छ। र आज सबैजना हामी 5 भाइ छौँ र अरू टिम हाम्रो टिमको प्लेयर्सहरू माथिबाट आउँदैछ। र दलमन सरलाई एक दुई शब्द राखिदिनुहोस् भनेर आज अब हामी फुङ्लासँग म्याच खेल्नु जाँदैछौँ। अन्त कति एक्साइटेड हुन्छ? हजुर धेरै बात ब्याकअप गर्नुहुँदैछ अहिले हो? हजुर धेरै वर्ष पछाडि अब फेरि म्याचको लागि तयारी हुँदैछु। हजुर हजुर आज एक्साइटेड हुनुहुन्छ? एकदमै खुसी छु। र हाम्रो एरिस सर हुन्छ अगाडि हो, र हाम्रो वीरा सर रेडी देख सकते हैं। वीरा सर का होंडा 200 बाइक में रेड सूट में कितना सर वो ग्लास लगा सकते हैं? ग्लास लगाइए ना आगे का। वाह देखिए कितना हैंडसम लग रहे हैं, राइडर लग रहे हैं। गाइस हामी अहिले ग्राउन्ड नजदिकै छौँ हैन। आज पनि पानी पर्ने सम्भावना देख्न सक्नुहुन्छ क्यामेरामा। पछि छिटा पर्दैछ हो, र केटाहरू यहीँ छ हो। अहिलेको पिचको कन्डिसन चाहिँ यो छ हो, देख्न सक्नुहुन्छ। अलिअलि ढुङ्गाहरू छ। मेन चाहिँ अब बलिङ त यहाँ हुँदैन, पिच अब यहाँ छ पिच चाहिँ। अन्त पिच चाहिँ यहीँ हो गाइस, देख सकते हैं पिच। अब यसलाई चाहिँ अलिकति सफा गर्नुपर्छ हो, त्यहाँदेखि चाहिँ अलिक भए नि क्लियरेन्स, त्यहाँदेखि चाहिँ बल अलिक राम्रो बाउन्स हुनसक्छ। अहिले चाहिँ दर्शकवृन्द अहिले चाहिँ जर्सी उयो हुँदैछ। अब हामी फुङ्लासँग खेल्न गइरहेछौँ र के कसो हुनेछ अपडेट हामी दिनेछौँ। दुईवटा टिम बिच यहाँ टस हुँदैछ, फुङ्ला सिसी भर्सेस सुपा सिसी, र के कल आउँछ हेरौँ। टेल आएको छ गाइज हो, दर्शकवृन्द टेल आएको छ, र सुपा टिमले जितिसकेर ब्याट फर्स्ट। र क्याप्टन एक दुई शब्द राखिदिनुहोस्। शब्द आज न्यू जर्सीमा हैन, हजुर नयाँ स्पिडको साथमा हो, हजुर एकदम फुल जोसमा। थ्याङ्क यू सर। यति दुई शब्द मात्रै हो। र यहाँ सबै हाम्रो निलो जर्सीमा सजिएको चाहिँ हाम्रो सुपा टिमको कहाँदेखि थियौँ हामी, अहिले कहाँ आइपुगिसक्यौँ। यसरी जोड्नी स्टार्ट गर्दै लानुपर्छ र आउने जेनेरेसनलाई यसरी हौसला दिँदै हामी यहाँ भेला भएको छौँ। ब्याटिङ गर्ने सोच छ र के कसो हुन्छ, अब रन हामी एड गर्नेछौँ। हेर्नुहोस् अहिले चाहिँ फिलहाल सुपा टिमको ब्याट सकेको छ, र अहिले टार्गेट चाहिँ 123 रन भएको छ। र ब्याटिङ गर्ने चाहिँ अब फुङ्ला सिसीबाट कस्तो हुन्छ। अब हाम्रो बलिङ छ हो, बलिङलाई कायम राख्ने र एक्स्ट्रा रन चेक गर्ने हाम्रो मेन उद्देश्य।